वेलकम टू न्यू ब्लॉगमा स्वागत छ तपाईहरुलाई सबैजना संसारमा मेरो सलाम म पनि एकदम संसारमा स्टाइल फाइन छु। मैले फेरि एउटा सानो मिठो ब्लग लिएर उपस्थित भइसकेको छु। असार लागिसकेको छ अहिलेको समय पानी चाहिँ अलिक परेको छैन। मौसम त एकदम धुम्म भइरहेको छ। एकदम पार गर्नलाई आली लगाएर तासतुस गरिसकेको छ। अनि म चाहिँ एकदम खेतबारी डुलिरहेको छु। यस्तै छ। यस्तै छ, असार लागिसकेको छ। फाइनल्ली म चाहिँ अहिले घर आइपुगिसकेँ होइन। घर आएर पनि यसो खानासाना खाएर एकछिनमा लडिरहेको छु। मोबाइल चार्ज पनि थिएन, मोबाइल चार्ज हालेँ। पानी परिरहेछ। केटाहरू खोइ बिर्तामोडतिर जाने भन्थ्यो, अब खोइ पानी परिरहेछ। पानी रह्यो भने 11 बजीतिर जानुपर्छ होला। केटाहरूको काम छ अरे अलि बिर्तामोडतिर। अनि गयो भने बिर्तामोडतिरै हल्का बिर्तामोडको पनि हल्लीचल्ली कस्तो के रहिरहेछ। पानी झरीहरू कस्तो परिरहेछ। अब गयो भने चाहिँ गइौँला, गएन भने के गर्नु। अब असार लागेको छ। पानी त परिहाल्छ, अलिअलि पर्दैछ अहिले, त्यस्तो ठुलो पनि छैन। हिजो राति चाहिँ परेको थियो अलिअलि ठुलो, अलिक सानो परिरहेछ। त्यस्तै छ अहिले हालसम्म चाहिँ। खानासाना खाएर म चाहिँ यसो ढल्किरहेको छु। अहिले कपाल पनि एकदम छोटो बनाएर काटिदिएको। निकै झ्याउ हुँदो रहेछ कपाल पाल्नु पर्ने। कपाल स्याहार्न पनि निकै गाह्रो हुँदो रहेछ। अब बिर्तामोडतिर गयो भने उतै भेटौँला, भइएन भने अब के हुन्छ केही समयमा थाहा हुन्छ। अब फाइनल्ली अब हामी चाहिँ लाग्यो बिर्तामोड है। फाइनली हामी गाडी पर्खिरहेको छौँ। बिन्दास गाडी रुङ्न पनि झ्याउ। केटाहरू यहाँ छन्। एघार बजीसम्म गाडी आउँदैन त केटा हो। फाइनल्ली ल बिर्तामोड गइयो, घुम्यो। बिर्तामोडमा त यस्तो घाम थिएन यार, तर यहाँ त क्या चर्को घाम लागेछ। भ्यू पनि हेर्ने आकाशको बास, क्या रमाइलो छ। सपिङ गरेर आइयो। यस बिर्तामोडमा त्यस्तो घाम थिएन, यहाँ त घाम त के हो लागेको छ नि।
पुरा टाउको दुखिरहेछ अब सुत्नुपर्छ होला हो त्यस्तै छ घुम्यो फिर्यो आइयो फाइनली सुतेर उठ्यो होइन 1 घन्टा जति सुत्यो अनि उठ्यो पानी भएछ तपाईहरुले एउटा गेस गर्नुभएछ तपाईहरु जहिले पनि सुतेपछि आफ्नो अनुहार हेर्नु के कस्तो खिच्चा देखिन्छ के हो यस्तो चाहिँ तपाईहरु सुतेर उठ्नु बिहान अनि आफ्नो अनुहार ऐनामा हेर्नु कि त अर्कै देखिन्छ के साइको गाइस अहिले चाहिँ म एकदम उठेर मुख फ्रेस भएर अनि यसो फुलबारीतिर पुगेर आएँ अनि अहिले चाहिँ म घर फर्किँदैछु चिया बगानहरु छ घर फर्किँदैछु समय 6:30 जति भइसक्यो अहिले मासाला त सुतेर उठ्दा नि निद्रा पुगेन अब दिउँसो सुत्यो अब राति मरिगरी निद्रा लाग्दैन फेरि के गर्नु यस्तै छ अब म चाहिँ तपाईहरुसित भोलितिर चाहिँ भेट हुन्छ होला अब आज यस्तै भयो अब गएर खानासाना खाएर सारा अब सुतिन्छ त होला नि अरु के गर्नु र खानासाना खायो एकछिन मोबाइल चलायो अनि सुतो त्यस्तै छ हेलो गाइस दिस इज द नेक्स्ट डे को पनि अहिलेको म समयमा बेलुकाको 7:30 भन्दा नि 8 बजिसक्यो अनि आज चाहिँ औँसी अनि आज चाहिँ रोटी छ हाम्रोमा रोटी सब्जी गिलो रोटीहरु छ आज चाहिँ औँसी भएर गाइस चाख्नु पर्यो कस्तो छ बाबाले छ कि अनि यति आज औँसी पनि हो अनि रोटी सोटी खाएर अब गुड नाइट हुन्छ होला अब म भिडियोलाई पनि यतैतिर इन्ड गर्छु त्यति भन्दै म यो भिडियोबाट अन्तिम माग्दै बिदा लिन्छु हस्त जय नेपाल।